नमस्ते साथीहरू, म चाहिँ केबी सार्की अर्थात् फ्री राइटर होइन। आज चाहिँ रवि लामिछाने छुटेको केसमा मेरो आफ्नो व्यक्तिगत विचारहरू पोख्न चाहन्छु होइन। मलाई लाग्छ उहाँ छुट्नु भनेको उहाँको लागि मात्र राम्रो होइन, देश र जनताको लागि पनि राम्रो हो। किनभने उहाँ अहिलेको समय र जनताले माग गरेको नेता हो। र मैले यसो भनिरहँदा कतिपय झोलेहरू भन्छन् यो त भगवानको हनुमान हो भनेर होइन। र उनीहरूले त्यसो भन्दा मलाई खासै के फरक पर्दैन, किनकि उनीहरूको जस्तो भ्रष्टाचारी हत्यारा लुटेराको सपोर्ट मैले गरिरहेको छैन होइन। एउटा देशलाई चाहिने नेताको सपोर्ट गर्दाखेरि कसैले त्यसो भन्छ भने त्यही नै सही भन्ने लाग्छ होइन। र उहाँ छुटेको खुसी मनाउनु भन्दा पनि जो हामी नेपाली जनताहरूले चाहेका छन्, नयाँ शक्तिहरू एकजुट हुनुपर्छ, नयाँहरू मिलेर अगाडि बढ्नुपर्छ भन्ने त्यो हामी जनताहरूको माग छ, त्यो अनुसार काम गर्नु हुनेछ भन्ने आशा छ होइन। मैले भन्दै आएको कुरा हो, यो देशमा पुरानाहरूको सिन्डिकेट यति गजेडेर बसेको छ कि उनीहरूले हत्या हिंसा बलात्कार जे गरे पनि अझ उनीहरू नै आउँछन् होइन। त्यही भएर पनि नयाँहरूले मिल्नुपर्छ भन्ने हो र ती नयाँहरूलाई एक ठाउँमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछन् भन्ने आशा छ होइन। झोलीहरूलाई त म यति भन्छु कि यिनीहरू आफ्नो बाको गुलाई समेत सुन्देख्छन् भने रवि लामिछाने छुट्यो भनेर विरोध गर्नु त्यो कुनै अचम्ममा पर्ने विषय नै होइन जस्तो लाग्छ होइन।